हामी धागे छहरा झरना जाँदैछौँ है राजा। धागे छहरा झरनाको पानी यस्तो छ हेर्नु। धागे छहरा जाँदैछौँ, कालीमाटीमा रहेको धागे छहरा झरना जाँदैछौँ। बाटो यस्तो छ, लगभग मेन बाटोदेखि 150-200 मिटर भित्र पर्ने रहेछ धागे छहरा झरना। हाम्रो म्याडम पनि हिँडिराख्नु भएको छ। आजको प्लान धागे छहरा झरना हेर्ने प्लान छ। यस्ता फुलहरू पनि फुल्ने रहेछ नि, के फुल हो नि यिनीहरू धागे छहरामा नजिकमा। यस्तो बाटो छ साथीहरू, धागे छहरा जाने बाटो यस्तो छ। धागे छहराको तलतिरको ठाउँ यस्तो छ। छहराबाट बगेर आएको पानी यस्तो छ, यस्तो कञ्चन पानी छ। एकदम रमणीय ठाउँ रहेछ, जङ्गलको बिचमा अवस्थित। यो धागे छहरामा धागो पनि उपलब्ध हुने रहेछ। यो धागो एकदम लामो धागो छ, हेर्नु त। यो लामो धागो मान्छेले गराएको हो कि यही ठाउँमा। फाइनली साथीहरू हामी त धागे छहरामा आइपुग्यौँ। यस्तो रहेछ, यस्तो धागे छहरा हो साथीहरू। यस्तो राम्रो छ है धागे छहरा, आउन नबिर्सिनुहोस् है। एकदम प्रकृतिको उपहार, एकदम राम्रो ठाउँ। कालीमाटी गाउँपालिकामा रहेको धागे छहरा।